वेलकम टु माई ब्लग। अनि मैले आज नयाँ च्यानल खोलिरहेको छु। अचानक मलाई कुद्दा सोच आयो खोलिदिउँ भनेर, र मेरो एउटा अकाउन्ट पहिल्यैदेखि थियो अनि त्यसैले अब त्यसमै अपलोड गर्न सोच्न थालेँ। आज चाहिँ रनिङ स्टार्ट गर्दैछु म। यहाँ हेर्नुहुन्छ डेलीको यो पार्क हो। गाइस म चाहिँ यसपालि केही न केही यो साल चाहिँ 2026 मा चाहिँ केही गर्छु भनेर सोचिरहेको छु। सो सबै थ्रोक ट्राई गर्दैछु होइन, हेरौँ यो सालको एन्डिङसम्ममा के हुँदो रहेछ। म अपलोड गर्नेछु अब कहिले। अनि गाइस ट्राई गर्न चाहिँ छोड्नु हुँदो रहेन रहेछ गाइस, त्यही सोच्दैछु म आज। अनि अब गएर फर्किने बेला भइसक्यो। अरू बेला यहाँनिर ग्राउन्ड छ, हेर्न सक्नुहुन्छ। यो ग्राउन्डमा फुटबल खेल्दै हुँदै केटाहरू। मैले रनिङ गर्दै गरेको भाग चाहिँ यस्तो छ। यताबाट घुमेर आएर यता जान्छु, अनि यहाँबाट पर घुमेर यता आउँछु। म चाहिँ आइसकेको छु यो ग्राउन्डभित्र। यो चाहिँ ग्राउन्ड थियो, आजकल खेलेका छैनन्। आजकल भन्दा पनि 2 दिन। म पनि कुद्न थालेको 2 दिन मात्रै हुँदैछ। 2 दिन 3 दिन हुँदैछ। फर्स्ट डे फुटबल खेलेको थिएँ। हिजोबाट केटाहरू आउन छोडेका छन् र खेल्न छोडिएको छ। सो गाइस त्यही हो, मेरो च्यानलमा चाहिँ अब बकचोदी गरौँ भन्दा पनि बकचोदीको प्रेसर नलिउँ हो। हल्का आएको बेलामा गरिदिनुपर्छ भनेर सोच्दै थियो। बकचोदी पनि धेरै बकचोद मान्छे त हो म, तर के भएको अलि इन्ट्रोभर्ट भएर चाहिँ जग्गामा चाहिँ आउँदैन कि मलाई हान्न। सो ट्राई गर्नेछु बेस्ट कन्टेन्ट हाल्न। अब यस्तै हो कन्टेन्ट होइन, अब के भन्नु। युट्युबमा म प्यासनको लागि हाल्छु, एक्सपेक्टेसन गरेर केही पनि गर्नु हुँदैन। सो विदाउट एक्सपेक्टेसन्स म अपलोड गर्नेछु। अनि यतिकै क्लिप्सलाई एडिट गरेर हाल्नेछु भनेर सोच्दैछु, त्यसै गर्नेछु। सो ओके गाइस, थ्याङ्क यू, बाई।